हेलो गाइज, इट्स मी युना। हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हामी माईबेनी मेला जाँदैछौँ अनि माईबेनी मेलामा के कस्तो हुन्छ हजुरहरूलाई देखाउने छु। लगभग 6-7 वर्ष भयो मेला नगएको। यो पालि चाहिँ मेला जाने मौका पनि मिलेको छ। टेम्पोलाई पर्खिरहेको छौँ, टेम्पोमा जाने भनेर सबैजना। अहिले चाहिँ चोक बजारमा जान्छौँ। देखिरहनु भएको होला नामको चोक बजार। बेनी मेला नजाने ल, जम्मै चुप, बिल्कुल चुप। हिम्मत कैसे हुई तेरी मुंह खोलने की? ए भइहाल्छ नि, बेनी मेला नजाने भन्दै हुनुहुन्छ। गाइस, हामी चाहिँ यतिखेर टेम्पोमा चढिसकेको छौँ। माईबेनी जाँदैछौँ। 1 घन्टा लाग्छ होला है दाइ पुग्न। 40 मिनट जति लाग्छ। ओके। अब हामी भाइ चाहिँ मास्क लगाएर चाहिँ एकदमै के भन्छ धुलो छ। मास्क एकछिनमा लाउनै पर्छ। मैले चाहिँ बोलेको छु। अहिले चाहिँ हामी बेनीबाट ओह्रालो झरिसकेको छौँ, जाँदैछौँ। एकदमै बाटो चाहिँ अब यहाँ काठीसम्म पिजै छ। त्यस पछाडि चाहिँ बाटो कस्तो हुन्छ, धेरै वर्षपछि जाँदैछौँ। अहिले चाहिँ यहाँसम्म अहिले चाहिँ पिजै रहेछ। धेरै विकसित भइसकेको रहेछ तापनि देखि चाहिँ कच्ची बाटो स्टार्ट भयो है गाइजहरू। यहाँ मेरो भाइले मलाई यहाँनिर मोबाइल धऱ्यो भने कति मजा आउँछ भन्दैछ। यस्तो बाटोमा पनि म तपाईँहरूलाई दुःख गरेर देखाइरहेको छु। गाइज, हामीहरू माईबेनी आइपुग्न लाग्यौँ। एकदमै धुलो छ बाटो, एकदमै जाम छ। गाडीहरू आइपुगिसक्यौँ। अब लगभग आधी आउन बाँकी छ। अरे कहना क्या चाहते हो? जामले यस्तो हामी आज रोकिएको छौँ कि हेर्न सक्नुहुन्छ। यस्तो जाम छ। फाइनली गाइस, हामी चाहिँ आइपुगेको छौँ। यहाँनिर टेम्पोमा चाहिँ चढ्ने अवस्था नभएर हामी चाहिँ अहिले रोकिसकेको छौँ। यहाँनिर त आम्मामा यहाँ फाल्टै मेला लागिरहेछ फेरि। कौन है ये लोग? कहाँ से आते हैं? यहाँ सबैजना यस्तो छ। गाडी त जाम थियो, मान्छे पनि जाम भयो यहाँनिर। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। के हुँदैछ मेला यहाँ पनि यस्तो भइरहेछ। के भएको थाहा छैन। के भयो अगाडि ठुलै टिफरेर आयो कि क्या हो भन्ने। त्यस्तै भयो त यहाँ त। बेनी मेला भनेको यस्तै रमाइलो हुन्छ। यसरी पकाउने अनि खाने। यहाँका टाढैबाट आउनु भएको होला उहाँहरू। कति मजाले पकाएर खाइरहनु भएको छ। कति रमाइलो। यो हो नि त रमाइलो। हामीले चाहिँ घरैबाट खाना खाएर आइसकेको छौँ। अब हामी बजारतर्फ जाँदैछौँ, बेनी बजार। अहिले चाहिँ यहाँनिर खोलाको बगर हिँड्दैछौँ। कति धेरैजना हुनुहुन्छ है।
सबैजना पगर हिँडिरहेछौँ। मलाई चाहिँ लुगा पनि प्रस्तै बनाइसक्यो। अब चाहिँ भरे घर पुग्दाखेरि चाहिँ एकदमै नाक चाहिँ बन्दै हुन्छ होला। आज माघे सङ्क्रान्ति बेनी मेला आउने मौका पनि मिल्यो माइजूहरूसँग। अब चाहिँ हामी फाइनली बेनीको उयोतिर आइपुग्यौँ। यता कति रमाइलो छ। कति मजा नि। यहाँ त जाँड रहेछ, So good and tasty. मजा आइरहेछ नि बुवा। मजा आएको छ छोरी लु मजाले। कहाँबाट आउनु भएको? हजुर कुन ठाउँबाट आउनु भएको तपाईँहरू? हामी त ताप्लेजुङबाट आएको ए ल रमाइलो गर्नुहोस् है। यहाँ इलाम बजारको भाइहरू पनि आइसकेको रहेछ। हजुर के भन्छ? ऊ भाइरल भाइ फेरि इलामको। अब चाहिँ हामी फाइनली बजार बेनी बजारभित्र पसिसकेको छौँ। यहाँनिर चाहिँ त्यस्तो भइरहेछ रमाइलो। कति रमाइलो यिनीहरू। Control. उनीहरूले पनि हलाउनु सक्दैन। छानी कपडा लानु सस्तो बजार 1000को ज्याकेट 500 मा त्यस्तो भएर एकअर्काको हात समात्नु ल। म जहाँ भयो भने भेट्छु तपाईँहरूलाई। यता घुमौँ न। यता डाइसहरू खेलिराख्नुको त बच्चाहरू त उठिरहेछन्। टाउको दुख्ने रहेछ यस्तो भुलमा त धुयो। यहाँनिर चाहिँ माला बजार छानी माला लानुहोस्। कसरी केजी सुन्तला? 180। 180 अरे। सुन्तला कसरी हो यो सुन्तला? ए दिनु न एक झोला। अमिलो त छैन होला नि? दिनु कति सानो रहेछ तर नि। तपाईँलाई सानो त मैले सबै फ्याँकिदिएको ल होइन। ल मैले चाहिँ सुन्तला पनि खानालाई लगिसकेको छु। हामी यहाँ सबैजना बसेर सुन्तला खाने भनेर फाइनली हामी चाहिँ बेनी आएर सुन्तला खाँदैछौँ। मान्छेहरू सबैजना भनेर खोलाको बगानमा बसेर हामीले सुन्तला खाइरहेछौँ। भाइ मलाई दिदी तासेर त दिए हातमा मोबाइल छ तासेर पनि दिँदैनन्। के गर्नु चिन्ता जिटिचोक छ। कस्तो मान्छेहरू देख्दा पनि विरक्तै चलिसक्यो। लेकिन 1 सेकेन्ड ताफरको मान्छे ल फाइनली गाइज हामी चाहिँ अब मेला भरेर फर्किसक्यौँ। मेलाभरि रमाइलो भयो। रमाइलो पनि साथसाथै धुलो पनि एकदमै धेरै सिनै छैन। कपडाहरू सबै धुलो भइसकेको छ। अनुहार यस्तै धुलो। अब चाहिँ हाम्रो गाडी माथि छ। माथिसम्म चाहिँ हिँडेरै जानुपर्ने भएकोले चाहिँ अहिले चाहिँ हामी फर्किँदैछौँ। आन्टीहरूलाई पनि
बाटोमा भेट्यौँ अनि हामी जाँदैछौँ किरानु भएको छ है जाँदै हुनुहुन्छ आन्टीहरू पनि हामी चाहिँ फर्किँदैछौँ आज चाहिँ गाह्रो बनाउँछ होला मलाई रुगा लागिरहेको छ झन् धेरै धुलोले गर्दाखेरि तर केही छैन कोही कोही बेला धुलो पनि खानुपर्छ सधैँ सधैँ यस्तो हुँदैन वर्षमा एकचोटि लाग्ने मेला माघे सङ्क्रान्ति मेला यसरी आइरहन पाइँदैन आज आउने मौका मिल्यो कोही आइराख्नु भएको छ थकित अनुहार हेरेर पनि थाहा पाइसक्नुहुन्छ त्यस्तै छ आउनेहरू आइराख्नु भएको छ है आउनेहरू सबैजना यता आइराख्नु भएको छ हामी चाहिँ अब घरतर्फ लाग्यौँ गाइज थ्याङ्क यू सो मच फर वाचिङ लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला बाई बाई